ल है साथीहरू फेरि एक जोडी गैँडा हामीले चाहिँ यहाँ देख्न पाएका छौँ। सर यो पनि माउ बच्चै हो? यो पनि माउ बच्चा गैँडा हो यिनीहरू। ए माउ बच्चा गैँडा हो यिनीहरू चाहिँ। यो माउ बच्चा गैँडा कस्तो हुन्छ भन्दाखेरि तपाईँको चाहिँ 18 महिना यिनीहरू चाहिँ गर्भमा बस्छ। 18 महिनादेखि जन्मिसकेपछि यिनीहरूको है तपाईँको पोथी छ भने 3.5 4.5 वर्षमा आमालाई छोड्छ। भाले छ भने 5 वर्षसम्म बस्छ। त्यसपछि बल्ल छोड्छ अनि बल्ल छोड्छ यिनीहरू। यही बेला फोन लाग्दैन फेरि। गैँडाको माउ बच्चा छ साथीहरू। यति बेला हामी नजिकैबाट हेरेका छौँ र तेस्रो पटक फेरि अर्को जोडीलाई चाहिँ यहाँ देखिएको छ। निकै सुन्दर दृश्य यो दुर्लभ पनि हो र एक सिङे गैँडा हामीले जहाँ त्यहीँ देख्न पाउँदैनौँ। यहाँ बढे चाहिँ गैँडा यही नजिक आउँछ है। हान्न त हान्दैन, हान्दैन। यो अझै नजिक आउँछ तर यो भाग्न लगाइरहेको छ। भाग चाहिँ डिस्टर्ब हुन्छ भने फर्किन लाग्यो। यो बकुला र चरा किराको लागि अगाडि बसेको छ यिनीहरू। स्पोटेड डियर हो यो। चित्तल भने चाहिँ यिनीहरूको ठुलो ग्रुप छ। त्यसैमा चाहिँ एउटा मिक्स गरेको एउटा बाकिङ डियर पनि छ है। त्यसले मयूर पनि देखिएको छ है साथीहरू। यहाँनिर छ। यो जङ्गल सफारीको क्रममा हामीले मयूर पनि भेटेका छौँ। र पर चाहिँ चित्तलको बथान छ, अलिक टाढा छ, त्यसैले धेरै देखिएको छैन। गैँडाले खाने घाँस हो, निकै प्रशस्त छ। यसले पनि निकै हरियाली र सुन्दर यो वातावरणलाई बनाइराखेको छ। टाढा टाढासम्म फैलेको छ है साथीहरू। मजाले चाहिँ घुम्न आउनुहोला, जङ्गल सफारी गर्नुहोला, गैँडालाई हेरेर आनन्द लिनुहोला। कलकल बगेको नारायणी र नदीमा फेरि अर्को एउटा यो गैँडा पानी खाँदै गरेको हामीले देख्यौँ। र यहाँनिर झरेर हामीले चाहिँ तपाईँलाई पनि देखाउने प्रयास गरिरहेका छौँ। धेरै साथीहरू आउनु भएको छ गैँडा हेर्नको लागि। गैँडा हेर्नको लागि अहिले धेरै मानिसहरू आएको हामी देख्छौँ र हामी सँगै आएका हौँ। हामी चाहिँ अहिले यो गाडीमा गैँडा हेर्नको लागि आएका छौँ र हामीले गैँडा हेरे सँगसँगै यहाँलाई पनि देखाउनुपर्छ भन्ने लाग्यो र गैँडा देखाउने प्रयासमा जुटिरहेका छौँ। धेरै जोडी गैँडा आज हामीले देखेका छौँ। निकै भाग्यमानी पनि हामीले आफूलाई ठानिरहेका छौँ। र यहाँ पनि फेरि अर्को एउटा गैँडा पानी खाँदै अथवा पानीमा केही उसले लेउहरू अथवा केही खाएको चाहिँ हामी यो दृश्य देख्न सक्छौँ।